लसो टाँसिदिले नमस्कार फ्याबुलो हजुर सबैजनालाई। आज धेरै महिना बादमा हजुरको सामु एउटा बियरको बोतलमा है अनि लेडिसको मूर्ति बनाउन गइरहेको छु है। भिडियो लास्टसम्म हेरिदिनु होला, स्किप नगरिदिनु होला। कस्तो हुन्छ हजुरहरूले मन पराउनु हुन्छ होला सायद है। अनि मैले यो बनाइरहेको चाहिँ आटाको होइन, चम्पाको बनाएको। आटाको बनाउँदा पनि हुन्छ है। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ अनि मैले चाहिँ यस्तो गरेर आधीसम्म मात्रै उकालो लगाएको छु होइन। अनि आधी उँधो चाहिँ टक्कै बेलेर सिधै यसरी टाल्दा पनि हुँदो रहेछ है। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ बेसी खर्च हुँदैन। आटा कम्तीले पनि बनिन्छ, आधा केजीले पनि ठुलो मूर्ति बनिँदो रहेछ ल। अनि यो बियरको बोतलभित्र चाहिँ तपाईँहरूले बल्ल पनि लाउन सक्नुहुन्छ है, चामलहरू चाहिँ लाउनु पनि सक्नुहुन्छ, नभए खाली राख्दा पनि हुन्छ। त्यसले खाली राख्दाखेरि पनि हुनु त हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यसरी हातहरू बनायो अनि टक्कै टाल्यो होइन। अनि टालेर टक्कै हातको अम्लाहरू यसरी टक्कै बनाउनु पनि सजिलो हुन्छ। बाहिर बनाएर टाल्यो भने चाहिँ है। अन्त यसरी मैले चाहिँ त्यो अघि बेलेर लगाएको त्यो बक्खु चाहिँ टक्कै त्यहाँनिर सेप बनाएर चाहिँ अनि मैले त्यहाँनिर छुरीले यसरी खरखर कोरेर चाहिँ त्यहाँ बक्खुको सेपहरू निकालेको छु। अनि अरू चाहिँ के भन्दाखेरि टक्कै सबैको सेप निकालेँ होइन। अन्त यो सेप निकालिसकेर चाहिँ अन्त बादमा चाहिँ अब चाहिँ मजाले यसको सिउँदोहरू यसरी केसहरू मजाले छुरीले छुट्यायो। अनि बादमा चाहिँ अब चाहिँ तपाईँको पेन्टिङ गर्नु सुरु भयो होइन। त्यहाँबाट सुरु यसरी पेन्टिङ गर्दै बिस्तारै बिस्तारै अनि पेन्टिङ गर्दै गर्दै यसरी है बक्खुको जुन चाहिँ सेपहरू मजाले अघि काटेको थियो यसरी सबै यसरी निकाल्यो। अनि निकालेर चाहिँ लास्टमा चाहिँ अन्त यस्तो बनाउँदै बनाउँदै गयो होइन। अनि हुनु चाहिँ त्यस्तो बेसी बनाउन आउँदैन, तर भए पनि है सबैजनालाई कतिजनालाई याद हुँदैन। त्यो भएको कारणले गर्दाखेरि मैले एउटा भिडियो हालिरहेको छु। लसो भिडियो कस्तो लाग्यो हजुरहरूलाई, भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला। अनि पेजलाई फलो पनि गरिदिनु होला है। लसो थुचिसे लसो ला।